मर्निङ गाइज, गुड मर्निङ। आजको दिन एकदम रस्टिक हुनेवाला छ र एकदम अलिकति इमोसनल पनि, किनकि मम्मी आज गाउँ जानुहुन्छ। मम्मी आज गाउँ जाने कुराले नै मलाई चाहिँ कस्तो कस्तो अहिलेदेखि नै नराम्रो फिल भइरहेछ, अलिकति स्याड फिल भइरहेछ। अब एकछिनमा मम्मीलाई चाहिँ बलको सुमो स्ट्यान्डसम्म ड्रप गर्न जानुपर्छ। यस्तै हो, मम्मी पनि रुनुहुन्छ एकछिन त। एकछिन अब रुवा बासी हुन्छ तर म स्ट्रङ भएर बस्नुपर्छ, म रुनुहुन्न मम्मीको अगाडि। मम्मीको अगाडि म रुनुहुन्न, साँच्ची कुरा हो है। अब म नि ब्रस गर्छु, फ्रेस हुन्छु, लुगासुगा चेन्ज गर्छु, अनि मम्मी उता अर्को रुममा रेडी भइसक्नु भयो होला, गएर मम्मीलाई रिसिभ गरेर ड्रप गर्छु। तर दिनै खल्लो भइरहेछ। मम्मी गएपछि घरै सुनुहुन्छ, सुनसान। खास यति धेरै पैसा कमाउन पायो कि काठमाडौँमा बङ्गलो किनेर अनि मम्मीलाई यहीँ राख्न पाए कस्तो मजा आउँथ्यो है। लेट्स सी। फाइनली नुहाएर सक्यो। अब म स्ट्रङ हुनुपर्छ। मम्मी रोए पनि, जति स्याड भए पनि म चाहिँ मलाई केही भएको छैन जस्तो देखाउनु पर्यो। तर अलिकति स्याड त म छु, अलि होइन धेरै नै स्याड छु। कस्तो यो 10-12 दिनदेखि कस्तो रिल्याक्स इजी फिल भइरहेको थियो। फेरि यो होइन है, मैले मम्मीले काम गर्न लगाएको थिएँ, सबै काम मैले नै गरेको थिएँ। त्यही पनि कस्तो घर जस्तो फिल भइरहेको थियो कि, यो डेरा जस्तो फिल भइरहेको थिएन। तर पनि म आफूले अब स्ट्रङ गर्नुपर्छ। अहिले अब यो ड्रेस लाएर बाहिर निस्किन्छु, बाहिर मम्मी भेट्नुहुन्छ। मम्मी पक्कै पनि इमोसनल हुनुहुन्छ, पक्कै रोइराख्नु भयो होला। अब टाइममै लगेर पुर्याइदिनुपर्छ, नत्र गाडी छुट्छ अनि ढिला हुन्छ अनि घर पुग्दासम्म राति हुन्छ। 12 दिनको बसाइपछि 12-13 दिन, आई थिङ्क 12-13 दिन बढीकै होला बसाइपछि मम्मी आज गाउँ फर्किन लानु भएको छ। मम्मी कस्तो लागिरहेछ काठमाडौँको बसाइ? ठिकै थियो, राम्रो थियो। अब चेकअप गराउन आएको थिएँ त, राम्रै थियो। गाइज, 12 दिनको बसाइले मम्मी एकदम इमोसनल हुनुभएको छ। आज जाँदाखेरि मम्मी एक्लै, मम्मी अगाडि एक्लै गएर रुँदै, मैले रुने अनुहार नहेरौँ भनेर राति दिन्छु त्यस्तो सुइहाल्छ। ठुलो पुल भयो भने त हुन्छ। काहे रोवा तरी? हामी बलको आइपुग्यौँ मम्मीले सुमो चढाउन। अब हामी सुमो खोज्न जाँदैछौँ। यही पछाडि कतै सुमो होला, पर्ने हो कुनै एउटा, हेरौँ न। कसले या वीरगन्ज को हुनुहुन्छ त? को हुनुहुन्छ त वीरगन्जको? वीरगन्ज हेलो, हामीले भाइ भेट्यौँ वीरगन्जको टिकट काटिदिने। एउटा वीरगन्जको टिकट कति हो? वीरगन्जको टिकट 850। 850। यहाँ छ हाम्रो। आज शनिबार भएर सिट कताको छ? यस्तो खाली छ, बिचमा मान्छेहरू एकदम खाली छ। हिँड्नलाई गाडी बिचमा खाली छ। 6 नम्बर भने बिचमा। त्यो भन्दा पछाडि के गर्ने मम्मी, बस्ने पछाडि पछाडि बिचमा खाली छैन? बिचमा 6 नम्बर छ। 6 नम्बर बिचमा 6 नम्बर खाली छ, बस्ने? के हुन्थ्यो अरे? भाइरल भयो भने फेरि अनि ए दाइ गाडीमा जानु पर्यो भनेर फेरि अरू अनलाइनमा आउँछ। तपाईँ जाने बस्नु न। जाने मम्मी? ल जानु, बस्नुहोस्। ब्याग ल्याउनु न त, पछाडि गाह्रो हुन्छ तपाईँलाई। यो चाहिँ लिएर बस्छु। तिरेको हो? पैसा पैसा तिर्दिएको हो, कति? जति हो भाडा त्यति। ल राम्ररी जानु ल।
ल राम्रोसँग गाडी चलाएर फेरि नरुनु न। मम्मी रोएर मलाई नि कस्तो स्याड बनाइदिएको। मम्मी जानुभयो, गाडीमा चढेपछि मम्मी एकदम धेरै रुन थाल्नु भएको थियो। त्यही भएर गाडी हिँड्नु अगाडि नै म हिँड्नु पऱ्यो, किनकि म पनि रुन थाल्थ्यो भने मम्मी पनि झन् रुनुहुन्थ्यो। मम्मी अब बेलुकासम्म राम्ररी घर पुग्नुहुन्छ। मम्मीलाई बल्खु सुमो स्ट्यान्ड पुर्याएर आएँ। मम्मी एकदम इमोसनल भएर स्याड हुनुहुन्थ्यो, एकदम स्याड हुनुहुन्थ्यो, रुई पनि राख्नु भएको थियो। मलाई नि कस्तो अप्ठ्यारो भयो एकछिन त त्यहाँ बस्न। त्यसपछि गाडी खुल्नु अगाडि नै म निस्केर आएँ, किनकि मलाई झन् त्यो मम्मीलाई अझै रुन हेर्न चाहन्थेन। ठिकै हो, फेरि मम्मी 2 या 3 महिनापछि आउनुहुन्छ। सपना छिट्टै पुरा होस्, काठमाडौँमा घर किनेर मम्मीलाई यही राख्न पाइयोस्। अब म घर फर्केँ, अब म जान्छु, सुत्छु। मलाई एकछिन मन कस्तो भएको छ। See you guys.